हेलो गाइज, फेरि पनि स्वागत छ मेरो भिडियोमा। आज चाहिँ हामी के अरे समीर दाईको बरपिपलको पूजामा जाँदैछौँ। आज बरपिपलको बिहे गराइँदैछ। त्यस कारण हामी गाउँका युवाहरू जाँदैछौँ टक्क। अनि के हुन्छ हेरिदिनु होला, के कस्तो हुन्छ। म चाहिँ यतातिर बिरामी भएको कारणले म आउन पाएको छैन, हजुरहरूलाई थाहा नै होला। त्यही भएर त्यो घर निलो घर हो चाहिँ जाने। आज चाहिँ त्यहाँ सबै कार्यक्रम बरपिपलको देख्नु भएको छ होला, बरपिपलको पूजासुजा गर्ने त्यसैको लागि हो। के कस्तो हुन्छ हेरिदिनु होला, माया देखाउनु होला है त। ल म आइसकेको छु यतातिर, दाइको घर आइसकेको छु। यतातिर सबै हुनुहुन्छ गाई छैन। यतातिर प्रकाश अङ्कलले खिर पकाउँदै हुनुहुन्छ होइन अङ्कल? खिर पाक्दैछ यहाँ होइन, आउनुहोस् हजुरहरू स्वागत छ। आज बरपिपलको बिहे हुँदैछ यहाँ। आज बरपिपलको बिहे हुँदैछ नि हाम्रो गाउँमा। खिर पनि पाक्यो, खिर पनि अब पाकिरहेछ। दुधमा हाल्दैछौँ, अब चामल हाल्ने। दुधमा खिर पकाउन पर्यो। हाल्नुहोस् अङ्कल। अब गुवामा काम गरे मान्छे हजुर कुकम्यान 1-2 वर्ष काम गरे मान्छेले अब किसमिस काजु बाजेले चाहिँ किसमिस काजु धेरै कुराहरू काट्दै हुनुहुन्छ। अनि उता फालेपछि नि पानी नहोला। तलबाई सोध्छ भनेर यता खिरसिर पाक्दैछ। पूजा कतिखेर गर्छन् तल? पूजा भइरहेछ। म पर पारी पुजाउन तल जानुपर्छ। अर्को बरपिपल बिहे गर्न जाँदैछन् गरे। अब अर्को बरपिपलमा जानुपर्छ। अहिले चाहिँ यहाँ खिर पकाउने ठाउँमा आएको छु। सबै इष्टमित्र सबै यहाँ दिदीहरू के पाक्दैछ दिदी? के लाउनु अचार? आज बिहा बरपिपलको बिहा नि? आज बाजेको बिहा, बरपिपलको बिहा। आज चाहिँ बरपिपलको बिहा। होइन बाजे? त्यतिर गरे त के अरे करतिर हुन्थ्यो कि ल गाई साथीहरू, ल खिर पनि पाक्दैछ। यतातिर दाई अङ्कल भाइ सबैजना बसिरहनु भएको छ। ल मजाले के कस्तो छ भनिदिनु पऱ्यो। भनिदिनुहोस् त अङ्कल। किन बोल्नु बोल्नु न अङ्कल, बोल्नुहोस् त केही कुराहरू। ल साथीहरू, खिरसिर पनि पाक्दैछ यतातिर। लगभग आज सबै राम्रो व्यवस्थित हुँदैछ। यतातिर खिरसिर पाक्दैछ होइन। यतातिर अङ्कल बाजे भाइ। आज बाजे यो के हो? यो आजको पुर्ख्यौली बरपिपलको बिहे हजुर के कस्तो हुन्छ? त्यही गर्ने भएन अब के भन्नु। यहाँ दाइ हाँसिरहनुहुन्छ। के कस्तो छ तपाईँको हालचाल? ठिकै छ? मेरो त एकदम हालचाल ठिक छ। आज समीर आज घर सँगसँगै बरपिपलको बिहे बनिरहेछ। यसो सहयोग गरेर साथीको यता घर आएको छौँ, सहयोग गर्न होइन, हल्का फुल्का मिठो कुराकानी अनि मजाले बसिरहेछौँ हामी कुर्सीमा बसेर होइन। मिठा कुरा गरिरहेछौँ। यतातिर खिर पाक्दैछ, उतातिर खानासाना हुँदैछ। साथीहरू खिर पनि पाकिसकेको छ। यतातिर खिरसिर सबै पाकिसक्यो। अब खाने बाँकी हो। अब उता पूजा गरिसकेपछि आउँछन् होला। अनि तल हाम्रो घरदेखि तल पनि छ बेल पूजा, बर पूजा गर्ने। त्यहाँ देखाउँछु हजुरहरूलाई पूजासुजा गरेको।
यहाँ अब बाजेहरूले सबैले खानासाना खाँदै हुनुहुन्छ इष्टमित्रहरू। यतातिर बालन खानासाना खाँदैछन्। यहाँ अचार सचार भइसकेको छ खाने। अङ्कल अङ्कल आरामसँग र आइसकेको छ। ल अब हामीले खाँदैछौँ अचार सचार। खिर एकछिनमै हुन्छ थोरीमै। चाखौँ चाखौँ कस्तो छ अङ्कल टेस्ट? एकदम राम्रो है। सुकिलो पिरो खट्टा पिरो नुन सुन राम्रो छ। बस्छु के ल साथीहरू अहिले चाहिँ हाम्रो खिर खाने पनि सुरु भइसक्यो। यहाँ बाजेले खिर बार्दै गर्नुहुन्छ। यहाँ अगुवानी मजाले खाने न खाउँ खाउँ खिर खिर खाउँ खिर खिर खानु पर्यो। सबैजनाले खिर खाँदैछ। कस्तो छ डेभिड दाजु? तितो तितो अमजुर खास तितो नहुनु पर्ने त। अमरले मिसाएर तितो चिटो गरेर चुगाले आमा खाल्यो क्या नि कसलाई मलाई बाल्ला थोमास हार्दैन मलाई खानु पर्यो छिटो खिर सेलायो तात्यानी सर ठारो हान्दैन ठारो हानिदिनु अब मेरो पालो आउने ढिला किन गर्ने शुभ कार्यक्रम ढिलो त किन गर्ने होइन साथीहरू म पनि जाँदैछु लगेर होइन। अब शुभ थोरै माया थपौँ न 5 भाइचान्छ क्या त ल साथीहरू सबै मिलेर खाँदैछौँ। अब माछरो पोल्यो। ल अब चाहिँ हामी कस्तो छ खै कस्तो छ म तपाईँ चाख्नु भयो कस्तो छ म चाख्छु तात्या छ है मिठो छ मोलो चिन्नाले मोलो हुँदैछ आजभोलि सर बान्ने टक्क बिरालो खावा गरेर लाग्यो 7 दिन भइसक्यो खाना 7 दिन 7 दिन कहाँ होला उतेलाई पनि देलो एक खान्छ जा कुरो देल फाल्ने काम मन नगर यार लै जा गरे जा खान्छ भने त के हाल्नु जा लै जा पछि खान्छ यस्तो गर्न खायो भने यो ल साथीहरू अहिले चाहिँ यतातिर विवाह हुँदैछ बर्पिवलको गाउँतिर देख्नु भएको होला है कोही गाउँदेखि हेर्दै हुनुहुन्छ होला कोही सहरदेखि हेर्दै हुनुहुन्छ होला यतातिर चाहिँ आज चाहिँ बर्पिवलको बिहा हुँदैछ ह्याप्पी म्यारिड लाइफ आइहाल्छ पण्डितलाई हजुर पहिला भोक लागिरहेछ बाजे नमस्कार नमस्कार के छ ठिक छ हो र आज के हो यो बर्पिवलको प्रतिष्ठा यता चाहिँ आज चाहिँ बर्पिवलको प्रतिष्ठा राइट छ आज बर्पिवलको म्यारिड लाइफ सुखमै रहोस् बाबु के छ ठिक छ ठुलो बा ल आरामै बर्पिवलको यसो प्रतिष्ठा भनौँ कि विवाह भनौँ कि नेपालीमा म्यारेज भनौँ कि आज गर्न लागेको 4वटाको तल अब 2टा बाँकी छ पुण्य कमाउँछ भन्छन् के र खै हेरौँ अब के कस्तो हुन्छ होइन कस्तो हुन्छ हेरौँ अब गर्दै जाँदा राम्रो पछि के हुने थाहा छैन
सबै हाम्रो दाजुभाइ दिदीबहिनीहरू आउनु भएको सबै आउनु भएको छ यहाँ चाहिँ छ रमाइलो भइरहेको छ है त्यस कारणले गर्दा हाम्रो पण्डित दुईटा हुनुहुन्छ दुईटा हुनुहुन्छ दुई भाइ हुनुहुन्छ फेरि यहाँ गौरा फाल्ने मान्छे पनि छ नि चाहिँ गौरा फाल्ने समीर दाङ्गे गौरा फाल्ने हो गौरा फाल्ने हुन् अलिअलि अब यो फालेर चाहिँ गरा राम्रो हुन्छ लाग्छ कि भन्ने कुरो हो एउटा टोपलीमा राख्ने न इन्टरभ्यू दिँदाखेरि माइक अफ गरेर अरे इन्टरभ्यू दिँदाखेरि माइक अफ गरेर त्यस्तो कहाँबाट हुन्छ त माइक अफ गरे इन्टरभ्यू दिँदाखेरि अब तलतिर जाऊ नि के अरे गाईलाई पूजा गर्छ समीर गाईलाई पूजा हुँदैछ गाईले त गौरव फाल ओम नमो भगवते सरस्वती गाई ल्याऊ चप्पल छोरा आस्था आमा बराबर हुन्छ तपाईँ भन्नु पर्यो गाईलाई पनि अब तपाईँ माताजी भन्ने पूजा गर्दैछौँ गाईलाई पूजा गर्दैछौँ दुनो गाई ल यहाँ यतातिर सबै हाम्रो इष्टमित्र अङ्कल आन्टी ठुलाबा ठुलाबा हुनुहुन्छ ल ठिक छ केही छैन यहाँ सबै हाम्रो इष्टमित्र आउनु भएको छ मैले फोटो खिच्दैछु ठिक छ बाबु दुर्गा त्यो छुट्टिला छोरा यहाँ बस्ने मालिक ल यतातिर पूजा हुँदैछ तेरो हातले खुवा न यो नौमुलको पानी हो नौमुलको पानी अहिले केही नै चलाउनु यो पछि शान्ति गर्ने हुन्छ त्यो पछि नि यो कालो कपडा ल्याउनु माछा कालो कपडा जिउ त्यहाँ छ त्यो कालो यो कालो फाल्ने हाम्रो बहिले खेतमा तरकार छ यहाँ चाहिँ यो यहाँ गोरा गोरा जडीबुटी फोटो ल साथीहरू अहिले चाहिँ पूजासुजा भ्याइसकेको छ आजको लागि यति नै ल हस्त धन्यवाद सबैलाई ल बिदा हुन चाहे म अर्को भ्लगमा भेटौँला है त ल हस्त धन्यवाद ल बाई